सरकारको नियतमा शंका छ। सरकार यो देशलाई मिलिटराइज खोज्दैछ र गम्भीर दुर्घटनातिर लग्दैछ। यो सरकार आएदेखि समावेशिता र संविधानको धज्जी उडिएछ, यो मेरो मान्यता हो र यसको म तथ्याङ्क सरकारलाई श्वेत पत्र जारी गर्न भन्छु कि सरकारले गरेको नियुक्ति मेरिटोक्रेसीको नाउँमा जुन डोर बहादुर बिस्टले किताब लेखेछ फेटलिजम एन्ड डेभलपमेन्ट त्यसलाई अवलम्बन गरेछ। नेपाललाई मैले त एकचोटि भनेको थिएँ कि पाकिस्तान बनाउन खोज्दै थियो, तर मलाई त्यहाँ मेरो आफ्नै मूल्याङ्कन गलत भएछ। यसलाई नर्थ कोरिया बनाउन खोज्दैछ। म क्लियर भन्छु सरकारको नियतमा खोट छ। यो नियतमा म एउटा मधेसी समुदायको सांसद भएको कारणले म राष्ट्रको सांसद हो, तर मेरो नियम छ, मेरो डेमोक्रेसी कहाँ छ भने कमजोरलाई कसरी रक्षा गर्ने। प्रधानमन्त्रीजी धेरै कन्सेप्ट हुन्छ कि मधेसीलाई कुनै पद दिन, मधेसीको सट्टामा म एक्लै प्रधानमन्त्री छु, त्यस कारण उनीहरूलाई कुनै नियुक्ति दिनु हुँदैन, कुनै राजदूत बनाउनु हुँदैन, कुनै सेवा हुँदैन र पऱ्यो भने उसलाई बुट बजार्नु पर्छ। यो कुरामा मलाई एकदम आपत्ति छ। सायद यो देशमा यादव थरको मान्छे छैन, झा थरको मान्छे छैन, सिंह थरको मान्छे छैन, पटेल थरको मान्छे छैन, आलम थरको मान्छे छैन, महारा थरको मान्छे छैन, पासवान र राम थरको मान्छे छैन। यसले यही देखाउँछ र यो हुने पनि के हो। अब म विषयवस्तुमा प्रवेश गर्छु, किनकि यो सरकार आएदेखि समावेशिता र संविधानको धज्जी उडिएछ, यो मेरो मान्यता हो र यसको म तथ्याङ्क सरकारलाई श्वेत पत्र जारी गर्न भन्छु कि सरकारले गरेको नियुक्ति मेरिटोक्रेसीको नाउँमा जुन डोर बहादुर बिस्टले किताब लेखेछ फेटलिजम एन्ड डेभलपमेन्ट त्यसलाई अवलम्बन गरेछ। यो किताबको जति जान्नेले छान्ने भन्छ नि त्यो सबै डोर बहादुर बिस्टको किताब जुन आफ्नो मान्छे नियुक्ति गर्ने पढेर आएछ। त्यसको स्किलफुल हुँदाखेरि यङ छन्, पुरानो त हामी चाहिँ 5 चोटिको, तर नियुक्तिमा उहाँहरू पारङ्गत हुन्छ कि आफ्नो मान्छेलाई मेरिटोक्रेसीको लेप लगाएर कभर लगाएर जम्मै गर्ने र मार्जिनलाइज कम्युनिटीलाई बहिष्कृत गर्ने। यो मेरो कुनै उत्तेजना होइन, किन म एउटा प्रतिनिधि हो, जनताको प्रतिनिधि। मलाई जुन जनताले पठाएछ, जुन भूगोलले पठाएछ, जुन समुदायले पठाएछ त्यसको कुरा मैले नगर्ने त कसले गर्ने। नेपाललाई मैले त एकचोटि भनेको थिएँ कि पाकिस्तान बनाउन खोज्दै थियो, तर मलाई त्यहाँ मेरो आफ्नै मूल्याङ्कन गलत भएछ। यसलाई नर्थ कोरिया बनाउन खोज्दैछ, किनकि सोसाइटी अलरेडी मिलिटराइज छ। किन नेपालको मैले भर्खर गुगलमा सबै सर्च गर्दै थिएँ, मैले घरबाट पनि सर्च गरेको थिएँ कि मैले त्यसै कारण स्वास्थ्यलाई सोधेको थिएँ कि आजको एजेन्डा के हो, किनकि यति मिलिट्री या पर क्यापिटल पपुलेसनको रेसियो वर्ल्डमा कहीँ छैन। तपाईँलाई बताउँछु, एकातिर माओवादी जनता देखाएर 45,000 को आर्मीलाई 1 लाख पुर्याइयो। सशस्त्र नामको कुनै चरा नै थिएन धरतीमा, त्यसलाई सशस्त्र क्रिएट गरियो र त्यसपछि पुलिसलाई पनि थप्दै गयो। तर शिक्षाको दरबन्दी थप्दैन नि। जुन देशको शिक्षा नाश गर्ने, स्वास्थ्य नाश गर्ने, इन्फ्रास्ट्रक्चर नाश गर्ने त्यसको विधेयक आउँदैन कि शिक्षा कसरी बढाउने, साइन्स एन्ड टेक्नोलोजी कसरी बढाउने, यसले राष्ट्रियता हुने, यसले त द्वन्द्व निम्ताउने हो। र यो कमजोर मानिसलाई, मधेसीलाई, जनजातिलाई, दलितलाई बुट बजार्नको लागि बनाउन खोजेको हो। जस्तै अहिले पनि मैले भन्न खोजेको हो कि मधेसमा कहिले पनि वाटर कनन चलेको मैले त्यहाँ छैन। मेरो 56 वर्षको उमेर छ। चाहे मधेस आन्दोलन होस्, चाहे थरवट आन्दोलन होस्, चाहे अन्य आन्दोलन होस्, तर गोली सधैँ चल्या छ। अहिले पनि म राजव्यवस्था समिति माग गर्छु कि सुरक्षाको बैठक यहाँ डाकियोस्, किन त्यत्रो सशस्त्रको दाम किन छ। कहीँ पनि सशस्त्र 1 इन्च जमिनको रक्षा गरेका छैन, तर सीमा सुरक्षाको नाममा सबै मधेसमा जारिएको छ। त्यसलाई फिर्ता गरियोस् जहाँ पनि त्यहाँ, किनकि तपाईँले एउटा समुदायलाई विदेशी ठानेर जुन त्यसलाई बुट बजार्न खोज्नुहुन्छ, गोली हान्न खोज्नुहुन्छ र अर्को यो क्याडर बनाएर मधेसीमाथि या जनजातिमाथि, दलितमाथि, यो टार्गेट थारूमाथि उहाँले बोल्न सक्नु भएन, किनकि उहाँहरूलाई आँट आएन। म क्लियर भन्छु सरकारको नियतमा खोट छ। यो नियतमा म एउटा मधेसी समुदायको सांसद भएको कारणले म राष्ट्रको सांसद हो, तर मेरो नियम छ, मेरो डेमोक्रेसी कहाँ छ भने कमजोरलाई कसरी रक्षा गर्ने। आजसम्म मरेको इतिहास हेर्नुहोस्, जहिले पनि गरिब मर्या छ, कुनै पनि राणाको, शाहको, छेत्रीको, बाहुनको छोरा मर्या छैन आन्दोलनमा। तपाईँलाई बताउँछु, तपाईँ मधेसकै आन्दोलनको क्रममा हेर्नुहोस्, त्यहीँको मधेसभित्रको गरिब छ, मधेसी नेताको छोरी मर्या छैन। चाहे म ठाकुरजीको होस्, चाहे उपेन्द्र यादवको होस्, चाहे उनले पद लिने, जनता गरिबलाई मराउने राष्ट्रियताको भावना त सरकारमा छैन। तपाईँले युवाहरूलाई विदेश जान रोक्नुहोस् न, रोजगारी यहाँ दिनुहोस् न। रोजगारीको लागि कुरै छैन। तपाईँले राष्ट्रिय यो क्याडर बनाउने र मलेसिया, कतार, साउदीमा बेलचाको काउनी, यसले राष्ट्रियता हुन्छ। यो त बेवकुफ मान्छेले भन्छ कि हो यो साँच्चै राष्ट्रियता हो। यो पढाइ पढ्न म यहाँ आएको होइन। म धेरै पढेर पनि आएको, गल्ती मेरो एउटै छ कि बाबुआमाले पढाइदियो र 5 चोटिको सांसद एक्सपिरियन्स भयो र देशको द्वन्द्व पनि देख्यो, माओवादी द्वन्द्व देख्यो। ठिक छ, माओवादी द्वन्द्व भइसकेपछि त सशस्त्रलाई त डिजल्भ गर्नु पर्थ्यो नि, आर्मीलाई 1 लाखबाट त 45,000मा झार्नु पर्थ्यो नि। तर त्यो बनाउने काममा गर्ने र कसलाई
तपाईले मधेसको स्कुलमा सुविधा नदिने, एउटा जाबो ब्ल्याक बोर्ड नदिने, एउटा टिचर नदिने र आर्मर्ड भेहिकल लाग्ने, तोप लग्ने, हेलिकप्टरबाट अनि त्यो गर्ने। त्यस कारणले यो जुन कुरा छ हाम्रो प्रतिनिधित्व छैन सरकारमा पनि। तपाई भन्नुहुन्छ कि प्रधानमन्त्री तपाईको मधेसी समुदायको छ, त यदि त्यो समुदायकोबाट प्रधानमन्त्री भएको भए बंगलादेशमा महिलाको समस्या हुन्थेन। त्यहाँ जहिले पनि महिला प्रधानमन्त्री थियो। सबभन्दा महिलाको समस्या बंगलादेशमा छ। इन्डियामा धेरै पहिला इन्दिरा गान्धी महिला प्रधानमन्त्री थिइन्, त्यहाँ समस्या हुन्थेन। के हुन्छ नि जो समुदायबाट त्यो समुदायलाई उसँग हरेक समय इमेज कन्सर्न हुन्छ, मधेसीलाई के दियो भने मलाई मधेसी भन्छ। त्यसकारण अब प्रधानमन्त्रीजी धेरै कन्सर्न हुन्छ कि मधेसीलाई कुनै पद दिनु, मधेसीको सत्तामा म एक्लै प्रधानमन्त्री छु। त्यसकारण उनीहरूलाई कुनै नियुक्ति दिनु हुँदैन, कुनै राजदूत बनाउनु हुँदैन, कुनै सेवा हुँदैन र पढ्यो भने उसलाई बुट बजार्नु पर्छ। यो कुरामा मलाई एकदम आपत्ति छ। किनभने तपाईले यो देशको बनावट के हो भने विरोधीको लागि सबभन्दा कन्डिसिभ इन्भाइरोमेन्ट छ। किन इन्भाइरोमेन्ट छ भने 33% मधेसी यो देशमा प्रतिनिधित्व गर्छ, 33% जनजाति गर्छ, 33% एप्रोक्सिमेटली 1-2% को तलमाथि फेरि पत्रकारले फेरि त्यही डाटा खोज्ला अनि र 33% खसाएर छ। तपाईले दुईटा जनजाति र मधेसीलाई बाहिर राखेर शासन चलाउनुहुन्छ खसाएर र त्यसको आउँछ हामी नै नेपाल हो, हामी नै राष्ट्रियता हो, हामी नै राष्ट्रको रक्षा गर्छु। यो कसैले रक्षा तपाईहरुसँग रक्षा भएको पनि छैन, रक्षा हैन। सुस्तामा त देखिरहेको छु नि के सशस्त्र रक्षा गरिरहेछ। अरूको त मैले किन भन्नु पर्यो, तपाईले हुन्छ। तपाईले आफ्नै मुलुकको जनतालाई गोली ठोक्नलाई समस्या थप्दै जाने। त्यसकारणले र त्यसको अनुहारै नहुने। त्यहाँ जाँदाखेरि अब मेरो भाषा फरक छ, मेरो आमाको भाषा फरक, मेरो यो तपाईको भाषा छैन। अब तपाईले जो महेन्द्रकालीन सोच लिएर आउनुहुन्छ, एउटै भाषा एउटै देश एउटै राजा एउटै भाषा एउटै ड्रेस एउटै राजा एउटै देशवाला भाषा अब चल्दैन। संविधान ग्यारेन्टी गर्छ यो देश बहुभाषिक हो, बहुधार्मिक हो। यस कारणले यो नेसन बिल्डिङको प्रोसेस पहिला कम्प्लिट गरौँ। यो कुराले किन नेपाललाई नाश गर्न खोजिन्छ? बल्ल बल्ल नेपालले देशै बन्न सकेका थिए, नेसन बिल्डिङको प्रोसेसमा प्रक्रियामा छ। त्यही बेला तपाईले एउटा समुदायले एलिनेट गरेर त्यसलाई बुट बजारेर कहीँ शान्ति हुन्छ? दुनियाँमा कहीँ पनि शान्ति हुँदैन। गोली ठोकेर शान्ति भएको त माओवादी बरु वार्ताबाट यही माओवादीको साथी पनि हामी नै वार्ता गरेर ल्याएको, बरु मिलाएर गफ गरेर शान्ति भयो। तर त्यो युनिफाइड कमान्ड भने पनि शान्ति त भएन नि। म युनिफाइड कमान्ड पनि बेहोरेको हो कि एउटा बसमा चढ्दाखेरि गाउँ पुग्दाखेरि तपाईँ 10 ठाउँमा झोला लिनु त जति झोला उनीहरू त्यसले बुटले पिटाइ खान्थ्यो। उसको झोलामा केही पनि नहोस्, कपडाको 2टा टुक्रा मात्र किन नहोस्। त्यस कारणले सभापतिजी सरकारको नियतमा शंका छ। सरकार यो देशलाई मिटलाइज गराउन खोज्दैछ र गम्भीर दुर्घटनातिर लग्दैछ।